नेपालको पहाडी इलाका जहाँ हरिया डाँडाहरूले आकाशलाई चुम्न खोज्छन् र तल बेसीमा कलकल बग्ने त्रिशुली नदीले जीवनको गीत गाउँछ। त्यही नदीको किनारमा एउटा सानो जीर्ण झुपडी थियो। त्यो झुपडी जति पुरानो थियो त्यहाँ बस्ने मानिसहरूको कथा उति नै गहिरो र वेदनापूर्ण थियो। त्यो घरमा हरिप्रसाद र उनकी श्रीमती सुन्तली बस्थे। दैवको लीला पनि कस्तो, गाउँलेहरू भन्थे जोडी त रामको जस्तो छ, तर उज्यालो खोसिएको छ। हो, हरिप्रसाद र सुन्तली दुवै जन्मजात दृष्टिविहीन थिएनन्, तर बाल्यकालमा आएको कडा ज्वरो र समयमै उपचार नपाउँदा दुवैले आफ्नो आँखाको ज्योति गुमाएका थिए। विवाहपछि उनीहरूको संसार भनेको एक अर्काको आवाज र स्पर्श मात्र थियो। उनीहरूको दिनचर्या लट्ठीको सहारामा आँगनको डेलसम्म पुग्ने र नदीको सुसेली सुन्दै दिन काट्नेमा सीमित थियो। तर भगवानले एउटा ढोका बन्द गर्दा अर्को ढोका खोलिदिन्छन् भन्छन्। उनीहरूको जीवनमा एउटा बत्ती बल्यो। उनीहरूको छोरा सफल। सफल नाम जस्तै स्वभावको थियो। सानैदेखि उसले बुझेको थियो कि उसका आमाबाउ अरूका आमाबाउ जस्ता छैनन्। जब अरू केटाकेटीहरू खेलौनाका लागि रुन्थे, सफल आफ्ना आमाबाउको हात समातेर उनीहरूलाई बाटो देखाउँथ्यो। 5 वर्षको कलिलो उमेरमै ऊ आमाबाउको आँखा बनिसकेको थियो। एक साँझ जाडोको महिना थियो। अगेनाको डिलमा आगो ताप्दै गर्दा सुन्तलीले लामो सुस्केर हालिन्। हरि, उनले मसिनो स्वरमा भनिन्, हामीले यो गाउँ, यो नदीको आवाज र यो घरको भित्ता बाहेक केही थाहा पाएनौँ। मान्छेहरू भन्छन् नेपालमा हिमालहरू चाँदी जस्तै टल्किन्छन् रे, सहरहरूमा रातमा पनि घाम लाग्छ रे। मलाई त कहिलेकाहीँ लाग्छ मर्नु अघि यो अन्धकार बाहेक अलिकति भए पनि बाहिरी संसार महसुस गर्न पाए कस्तो हुन्थ्यो होला। हरिप्रसादले सुक्खा हाँसो हाँसे। सुन्तली, हाम्रो भाग्यमा यही अँध्यारो लेखिएको छ। हामीले देख्ने भनेको सपनामा मात्र हो। मन नदुखाऊ, जे छ त्यसैमा सन्तोष मान। तर कुनामा बसेर स्कुलको गृहकार्य गरिरहेको 10 वर्षीय सफलको कानमा आमाको त्यो सुस्केरा र बुवाको लाचारी परेला बिझाउने गरी गड्यो। उसले त्यही दिन अगेनाको आगोको लागि साक्षी राखेर मनमनै कसम खायो, म मेरा आमा बुवालाई यो संसार देखाएरै छोड्नेछु। उहाँहरूको आँखा नहोला, तर म उहाँहरूको दृष्टि बन्नेछु। सफलको जीवन सजिलो थिएन। बिहान 4 बजे उठ्नु, नदीबाट पानी ल्याउनु, आमा बुवालाई नुहाई धुवाई गरिदिनु, खाना पकाउनु र त्यसपछि स्कुल दौडनु उसको दैनिकी थियो। गाउँलेहरू भन्थे, बिचारा कलिलो काँधमा कति ठुलो भारी। तर सफल हाँस्दै भन्थ्यो, यो भारी होइन, मेरो जिम्मेवारी हो। उहाँहरू हुनुहुन्छ र त म छु। समय बित्दै गयो। सफल पढाइमा अब्बल निस्क्यो। एसएलसीमा जिल्ला टप गर्यो। तर उच्च शिक्षाका लागि सहर जानुपर्ने भयो। उसलाई आमा बुवा छोड्न मन थिएन, तर बुवा हरिप्रसादले सम्झाए, बाबु, त गएस भने मात्र हाम्रो सपना पूरा हुन्छ, त हाम्रो भविष्य होस्, जा। सहरमा सफलले कडा सङ्घर्ष गर्यो। दिउँसो कलेज पढ्थ्यो र साँझ बिहान एउटा होटलमा भाडा माझ्ने र वेटरको काम गर्थ्यो। उसले आफ्ना रहरहरू मार्यो। साथीहरू सिनेमा हेर्न जान्थे, पिकनिक जान्थे, नयाँ लुगा किन्थे, तर सफलले एक पैसा पनि फजुल खर्च गरेन। उसले एउटा सानो खुत्रुके राखेको थियो, जसमा लेखिएको थियो, आमा बुवाको सपना। वर्षौंको तपस्यापछि सफलले इन्जिनियरिङ पास गर्यो र एउटा राम्रो कम्पनीमा जागिर पायो। पहिलो तलब हातमा पर्दा उसले आफूलाई केही किनेन। उसले सिधै गाउँको टिकट काट्यो। गाउँ पुगेर जब उसले आमा बुवाको पाउ पर्दै भन्यो, बुवा, आमा, अब लुगा लगाउनुस्, म तपाईहरूलाई संसार देखाउन लैजाँदैछु। सुन्तली र हरिप्रसाद छक्क परे। बाबु, हामी अन्धा मान्छे कहाँ जाने? हामीलाई देखेर दुनियाँले हाँस्ला, तिमीलाई बोझ होला। सफलले उनीहरूको हात आफ्नो गालामा राख्दै भन्यो, तपाईहरू मेरो बोझ होइन, मेरो भगवान हुनुहुन्छ। अनि दुनियाँले के भन्छ मलाई मतलब छैन। मलाई मतलब छ त केवल तपाईहरूको खुसीको। सफलले एउटा निजी गाडी रिजर्भ गरेको थियो। यात्रा सुरु भयो। यो यात्रा केवल ठाउँ सर्ने यात्रा थिएन, यो भावनाको यात्रा थियो। सबैभन्दा पहिले उनीहरू पोखरा पुगे। फेवा तालको किनारमा उभ्याएर सफलले आमा बुवाको हात पानीमा डुबाइदियो। आमा, महसुस गर्नुस् त,
यो पानी कति शान्त छ, यो चिसोपन हिमालबाट पग्लेर आएको। हरिप्रसादले सोधे, हिमाल कस्तो हुन्छ बाबु? सफलले बुवाको हातमा एउटा सेतो चिसो हिमको डल्लो राख्यो, जुन उसले माछापुच्छ्रे बेसकाम गएका साथीहरूबाट ल्याउन लगाएको थियो वा नजिकैको डाँडाबाट ल्याएको थियो। बुवा, हिमाल यस्तै हुन्छ, कडा तर पग्लिने, चिसो तर मन लोभ्याउने। अहिले तपाईको अगाडि माछापुच्छ्रे हिमाल चाँदी जस्तै टल्किरहेको छ। घामको किरण पर्दा यो सुन जस्तो देखिन्छ। सफलको वर्णन गर्ने शैली यति जीवन्त थियो कि हरिप्रसाद र सुन्तलीले मनको आँखाले हिमाल देखे। उनीहरूको अनुहारमा देखिएको त्यो चमक करोडौँको सम्पत्तिभन्दा महँगो थियो। त्यसपछि उनीहरू लुम्बिनी गए। त्यहाँको शान्त वातावरणमा सफलले उनीहरूलाई मायादेवी मन्दिरको पुरानो इँटाहरू छुन लगायो। आमा, यहाँ भगवान बुद्ध जन्मनु भएको थियो। यो माटोमा शान्ति छ। सुन्तलीले भुइँ ढोकिन् र भनिन्, हो बाबु, मेरो मनमा आज जस्तो शान्ति कहिल्यै भएको थिएन। अन्तिममा सफलले उनीहरूलाई नगरकोट लग्यो, बिहानको सूर्योदय देखाउन। मानिसहरू सोच्थे अन्धालाई सूर्योदय देखाउनुको के अर्थ, तर सफलको तरिका बेग्लै थियो। बिहानको सिरेटो चलिरहेको थियो। सफलले दुवैलाई पश्चिमतर्फ फर्काएर पूर्वतर्फ उभ्यायो। जब सूर्य उदाउन थाल्यो, उसले भन्यो, बुवा, आमा, अब बिस्तारै तातो हावा तपाईँको अनुहारमा पर्दैछ नि, महसुस गर्नुस् त। बाबु, न्यानो लाग्दैछ, सुन्तलीले भनिन्। हो आमा, यही हो सूर्यको किरण। अहिले आकाश रातो भएको छ, सिन्दूर जस्तै। चराहरूले गीत गाउन थाले। अन्धकार भागेर गयो। त्यो क्षण सुन्तली र हरिप्रसादले एक अर्काको हात समाते। उनीहरूको बन्द आँखाबाट आँसुका धारा बग्न थाले। ती आँसु दुःखका थिएनन्, ती चरम आनन्दका थिए। हरिप्रसादले कापेको स्वरमा भने, बाबु, हामीले आजसम्म सोचेका थियौँ हामी अन्धकारमा छौँ, तर आज थाहा भयो जसको यति उज्यालो छोरा छ ऊ कहिले अन्धकारमा हुन सक्दैन। तैले हामीलाई आँखाले होइन, मनले संसार देखाइस्। यात्रा सकेर गाउँ फर्किँदा गाउँलेहरू जम्मा भए। ए हरिदाई, कस्तो भयो त घुमघाम, के देख्नु भएर? एक छिमेकीले व्यङ्ग्य मिश्रित स्वरमा सोधे। हरिप्रसादले मुस्कुराएर जवाफ दिए, हामीले त्यो देख्यौं जो तिमीहरूले आँखा भएर पनि देख्न सकेनौ। हामीले हिमालको चिसो स्पर्श देख्यौं, हावाको रङ देख्यौं र सबैभन्दा ठूलो कुरा, हामीले भगवानको रूपमा आफ्नै छोरालाई देख्यौं। संसार हेर्नका लागि केवल भौतिक आँखाको आवश्यकता पर्दैन, यसका लागि हृदयको भावना र प्रेमको दृष्टि चाहिन्छ। आमा बुवाको सपना पूरा गर्नु सन्तानको सबैभन्दा ठूलो धर्म हो। शारीरिक अपाङ्गताले मानिसको रहर र सपनालाई छेक्न सक्दैन यदि साथमा सच्चा प्रेम र समर्पण छ भने। असम्भवलाई सम्भव बनाउने शक्ति केवल प्रेम र इच्छा शक्तिमा हुन्छ।